यस्तो घाममा अचानक हामी सासू बुहारीलाई चाहिँ बाहिर किन जानु पर्यो? हे गाइस, स्वागत छ तपाईँहरूले आजको मेरो छोटो मिठो मिनी भ्लगमा। अनि सुरुमा चाहिँ हामीले नास्ता गरौँ, त्यसपछि मैले चाहिँ बाबुलाई पनि नास्ता गराएँ। अनि त्यसपछि हामी सासू बुहारी रेडी भएर चाहिँ बाहिर जाँदैछौँ। बाहिर किन जाँदैछौँ त भन्दाखेरि चाहिँ मम्मीको खुन टेस्ट गर्नुपर्ने थियो कि, त्यही भएर चाहिँ हामी चाहिँ हाम्रो घरभन्दा अलिकति अगाडि जान त 10-15 मिनटको बाटो थियो। सो हामी चाहिँ हिँडेरै गएको थियौँ। अनि त्यसपछि अहिले चाहिँ बिहानको टाइम भएर चाहिँ अलिकति भिडभाड कम पनि थियो, होइन भने यहाँ साँझ आउनुपर्छ गाइस, यति धेरै भिडभाड हुन्छ। त्यसपछि हामीले खुन टेस्टको लागि चाहिँ दियौँ। त्यसपछि 45 मिनट लाग्छ भनेको थियो। अनि नरिवल पानीको ठेला देख्यौँ र हामी सासूभाइहरू गएर फेरि नरिवल पानी पनि खायौँ। खाइसकेपछि यहाँ हेर्नु न, यसरी फालिन्छ, जहाँ पाए त्यहीँ फाल्छ नि। यहाँ चाहिँ एकदमै फोहोर हुन्छ, नेपालमा चाहिँ सफा छ होइन, यहाँ चाहिँ एकदमै फोहोर हुन्छ। अनि त्यसपछि आउँदाखेरि हामीले बाबुलाई केरा पनि ल्यायौँ। अनि मलाई चाहिँ एकदम समोसा खान मन लाग्यो कि यहाँको समोसा चाहिँ एकदम मिठो हुन्छ। मम्मीले चाहिँ खानु भएन, मैले खाएँ। अनि त्यसपछि त्यहाँ हेर्न सक्नुहुन्छ यहाँको आइमाईहरू के सबैले मतलब घुँघट ओढेरै हिँड्छन् के, मतलब घुँघट नओढेर चाहिँ कोही पनि हिँड्दैन यहाँको चलन होइन। अनि त्यही भएर चाहिँ मलाई बाहिर निस्किनै मन लाग्दैन। सरदेखि पाउसम्म पुरै ढाकेर हिँड्नुपर्छ नि त, नेपालमा चाहिँ खुल्ला खुल्ला गरेर हिँड्ने बानी, अनि यहाँ चाहिँ सबै ढाकेर हिँड्नुपर्छ। अनि त्यही भएर चाहिँ मलाई घरबाट बाहिर निस्किनु भन्दा नि घरभित्रै बस्नु चाहिँ मनपर्छ क्या। अनि त्यसपछि आउँदाखेरि एकदमै धुप भएको कारणले चाहिँ हामी चाहिँ छहारीमा एकछिन बिसायौँ। त्यसपछि फेरि लाग्यौँ घरतिर। फाइनली हामी यहाँ घर पनि पुग्यौँ। घर आउँदाखेरि चाहिँ एकदमै गर्मीले हामी असिना र पसिना भइसकेका थियौँ, पुरै पसिना पसिना भएर थाकेको थियौँ। अनि बाबु पनि ठिकै उठेको रहेछ। अनि थ्याङ्क यू फर वाचिङ गाइज।